हाम्रो जनसाङ कम्पनीले आज मोमो पार्टी चलिरहेको रहेछ। अनि सदिनाहरू मिरेङहरूले चाहिँ अगाडि भव्य मनाइराखेको रहेछ। त्यही भएर आज सानो भ्लग तपाईँहरूमा यो चाहिँ घरभित्रको हाम्रो मोमो पार्टी धेरै पछाडि पहिला हाम्रो पुरानो महेश दाई हुँदाखेरि चाहिँ यो प्रायः विकली चलिरहन्थ्यो। महेश अधिकारी दाई मिस्यु मानी सबै गइसकेपछि हाम्रो कम्पनीमा यो फर्स्ट टाइम नेक्स्ट महेश हाम्रो न्यू महेश भाइको आयोजकत्वमा चाहिँ आजको हाम्रो जनसाङ कम्पनीमा चाहिँ मोमो पार्टी हुन गइरहेको छ। प्लस कोअर्डिनेटर मिरेङ पछि अब यसो होइन गर्दैछु। जुठाना पुरानो दाइहरूले चाहिँ यहाँनिर मैले सुने होइन मोमोसम्म बनाउने ओर्ने यहाँनिर रमाइलो गर्ने भन्ने कुराहरू धेरै सुनिरहेको थिएँ। त्यसैले मैले पनि सोचेँ, सपनामा मलाई पनि आयो होइन। त्यो मैले पनि सोचेर अनि यसो गरौँ न त भनेर चाहिँ यसो आज हामीले रमाइलो गरिरहनु छ। महेश दाई कहाँ हुनुहुन्छ तपाईँ? यो भ्लग हेर्नु है गजेन दाईको। ल दाइलाई दियोस्, नभेटे पनि सम्झना छ नदेखेको नि। महेश दाई चाहिँ काठमाडौँमा पुरा साधारण भएर बसिरहेको। यही त यहाँ दाईको कुरा चाहिँ दाई यहाँ नभए पनि दाई चाहिँ यहीँ वरिपरि हुनुहुन्छ। दाईको कुराहरू चाहिँ सुनिरहेको हुन्छ होइन। जस हामीले पनि दाईको वेलाई फलो गरेर यहाँ हालेर सबैलाई खुसी बनाउने कोसिस गरिरहेको छौँ। दाई प्लिज वाच हाम्रो दाईको भिडियो। अनि फेरि आउनु पऱ्यो भिसामा। अनि हाम्रो श्याम बिसी भन्ने साथी पनि धेरै मजा हुनुहुन्थ्यो। ए श्याम दाई कहाँ हुनुहुन्छ दाई? तपाईँको छाटो आएकै म चाहिँ फेरि यहाँनिर है। अब गएर गरिँदैछ दाई। ल श्याम दाईलाई पनि बेलमा लागे। कुन बेलाउमा मैले चाहिँ यो चेप्टो बनाएको। चङ्गाले चाहिँ पेलेकै छ। सुरेन, तिम्रो मोमो बनाउने कतिको अनुभव छ? मैले मोमो चाहिँ धेरै बनाएर खाइयो है नेपालमा हुँदा पनि है। तर सबभन्दा मैले बनाउनु नजानेको चाहिँ यो डिजाइन चाहिँ बनाउनै जान्दिनँ अहिलेसम्म। त्यो गोलो बनाउनेवाला गोलो चाहिँ बनाइदिन्छु। तर त्यो अरू डिजाइनहरू पनि राम्रो डिजाइन त्यो चाहिँ मैले अहिलेसम्म बनाउनु जानेको छैन। त्यो यहाँ प्रयास गर्छु। ल प्र्याक्टिस गर नि त माना। यो मोमो इधर मांडू बन सकी से आपका लेने थाल मांडू का कुमारी यहाँ एक शब्द यो खालको मोमो अगाडि बनाएको सक्दैन। कुमारी चाहिँ मेगा ट्यालेन्ट जस्तो छ। हेरौँ आज यहाँ कम्पिटिसन दुई खाले छ। कसले बनाएको चाहिँ मिठो हुन्छ, त्यसमा चाहिँ म त्यसको चाहिँ जजमेन्ट म गर्छु र त्यसको भराइ पुरस्कार घोषित चाहिँ मै गर्छु। अञ्जनाको जाउँ न हौ। मलाई यगी खोज्यो हनुमान खोज्यो यगी
먼저 만들어 만들었어 안 만들었어? 만들어. 여기 보세요. 만들었어 안 만들었어? 안 만들어. 이거 처음이요? 네. उसले चाहिँ पहिला बनाएको छैन भन्दैछ सजिना 네. 이거 만두 오늘 처음이요? 네, 처음이요. 처음이요? 아직 한 번도 안 만들었어요. 아직 안 만들어 왔어요? 그럼 생각해 오늘 많이 맛있게 만들 수 있어요? 이렇게 맛있어 안 맛있어 몰라. 오늘 제일 맛있는 거 만드는 사람은 무슨 프라이즈 있어요. 프라이즈 잘 만들어 보세요. 어떤 프라이즈? 프라이즈는 술 있어요. 술. 그러면 저는 이렇게 만들게요. 술 같이 먹시다 오늘. ल हेर तपाईँले यो भन्दा अगाडि मान्दुमान बनाउनु भएको छ कि छैन? मलाई त थाहा छैन। थाहा छैन? ल उहाँको ट्यालेन्टलाई हेरिदिनु होला। आज चाहिँ मैले घोषणा गरेको छु कि सबैभन्दा मिठो मान्दु बनाउने मान्छेलाई चाहिँ पुरस्कार छ। सजिनाले जित्ला जस्तो काम बनाएको हेर्दाखेरि नि रोशनीले पहिला यो बनाएको छ कि छैन? बना छैन। पहिलोपल्ट हो? पहिलोचोटि। अनि परिकार बनाउनेमा त अनि कम्पनीकै सबैभन्दा हिरो भन्ने सुनेको हो। बनावट मात्रै हो अनि खाना सब्जी बनाउने बेला न्याम्ले त अहिले खाउँ लाग्ने गरी आउँथ्यो त। अलि यो टाढा टाढा भएन? खाउन कहिले हो त चिज? आज चाहिँ आफ्नो ट्यालेन्ट देखाउने दिन हो होइन? आज सबैभन्दा मिठो बनाउनेलाई चाहिँ म जाँड किनेर रक्सी किनेर दिने पुरस्कार छ है। रक्सी नखानलाई के चाहे अनुसारको जुस भाइ मेरो त एकदम हेर्नु नि यो बनाएको पनि के बनाए भरे खाने मान्छे झुक्किन्छ होला। यो हो पहिलो अनुभव हो। एकदम पहिलो हो यो चाहिँ मेरो भरे खाने मान्छे नि झुक्किन्छ होला यसलाई खाउँ कि राखौँ भन्ने। ल हामीहरू केटाहरूले चाहिँ केटीहरूलाई बिट गर्नु पर्यो है। एकदम कोसिस चाहिँ फेरि मनबाटै छ। म चाहन्छु कि यहाँ यो ग्रुपबाट चाहिँ केटा विनर भएर आओस्। यो त डेफिनेटली छ हेर्दै जानु। हिरो खेल इन्डिङमा हुन्छ भनेको सुरुमा अब यस्तै हो, इन्डिङमा चाहिँ एकदम दौडो जान्छ। अब सबैजनाले आज चाहिँ बनाएको छुट्टा 5वटा चाहिँ राख्ने, त्यसको टेस्ट चाहिँ म गरेर विजेता घोषणा गर्ने छु। ओके धन्यवाद। तपाईँको पनि जानु पर्यो दाइ। म बनाउँछु। हाम्रो हजुर दाइ हजुर। मिरेङ तिमीले चाहिँ अगाडि बनाएको छौ कि जाउन? मैले बनाएको छुइनँ। यस्तै हो मेरो भनेको घरमा मोल्ने सोल्ने होइन यस्तै काममा थिएँ। आज चाहिँ मैले यो सिक्ने मौका पाएँ। ल म चाहिँ जज हो होइन? सबले बनाएको बजाउने तिर लाग्छ। Samba, Mai hãy 오늘 무슨 파티 있어? 알아 뭐? 어? 나도 khi 알아 내 봐. 우리 파티에 안 해. 무슨 같이. 파티. पाको ल ल दाइ पाकेछ होइन सबै कुराहरू टेबलमा रेडी भइसकेको छ। दाइले चाहिँ त्यो जज गरिदिनु है। दाइलाई कुर्सी पनि यहाँ रहेछ। ल जजको कुर्सी त्यहाँ। ल मोमो कसले मिठो बनायो अब चाहिँ म सबैको चेक गर्न जाँदैछु। सुरुमा मिरेङ
यो चाहिँ मिरेङले कस्तो बनायो आजको पुरस्कार कसले लाने हो यो चाहिँ म घोषणा गर्दैछु। अब जस्तो जे भयो नि मुखमा हालेपछि एउटै होस् ल बाहिरको हेराइ मात्र हो बनाकै दिनु पर्यो। मिरेङले चाहिँ जुसी छैन दाइ तिमीले अलिक तारा ल्याएन तिमीले अलिक धेरै हाल्यो जस्तो छ तर पनि नभएपछि दिइरहेको छु दाइलाई यहाँ नट ब्याड यो चाहिँ महेश भाइको तिमीले भन त भाइ यहाँ के हालेर कसरी यहाँ मेरो सबैभन्दा मेन चाहिँ मेरो मन मिसिएको छ दाइ मन मिसिएको कस्तो हुन्छ एकचोटि ट्राई गरिदिनु होला ल महेश भाइको यो चाहिँ कस्तो रहेछ यहाँ मिरेङको भन्दा चाहिँ जस्ट बेटर अचारसँग खाएर चाहिँ दाइले सुरेङ खै तिमीले बनाएको ल्याऊ होइन मैले त बनाएकै छैन बनाऊ न तिमी आउट रन्सी खाउन बसौँ न खै दाइ तपाईँको बनाउनु भएन कम्पिटिसनमा भागै छैन रोशनीको तिम्रो मात्रै तिमीले बनाएको ल्याऊ म त दिन ल यो चाहिँ यहाँ रोशनीले बनाएको मैले ट्राई गर्दैछु होइन कुन बदाम यो पनि महेश भाइको जस्तो यस्तै रहेछ अब पालो आँगाको मेरो उ त्यहाँ फोनमा फोटो आउँछ ल्याउ न तिम्रो बनाएको यो चाहिँ गाई आँगाको हेर्नुमै त सम्भार आँगाले खासै पारा ल्याएन जस्तो त खै कुमारी तिम्रो मेरो पनि कुमारी ल त उ त्यहाँ हेर्नु सबैले लास्ट फोटो लेन्स खोल्ने के भयो कसको भयो रे मेरो क्यामेरा यत्रो लम्बा कुमारी हो यो चाहिँ हेर्नुमै त सबैभन्दा खतराले बनाएको क्यामेरामै प्रोटेक्टर लाउनु भएको छ किन मधुरो न मधुरो छ भन्नु लेन्स अर्को लगाएर कुमारीले खतराको बनाएको खतरै बनाएको सँगै मान्दुरा सानो मान्दुरा जुस्यो भिडियो पनि यो चाहिँ सँगाले बनाएको कस्तो भएछ त चिन्ता मान्दुरा अहिलेको मान्दुरा छ यो यसले बनाएको झन् मिठो छ तिमीले बनाएको वर्ण मान्दुरा यो चाहिँ वानले बनाएको खाटो अब कस्तो बनाएर गरिँदाखेरि अहिले नाचेर बुलेको पनि कस्तो देखिरहेको वानको पहिला त मनबाट इमा मान्नु त भने त सर्छ हनुमान थुपन चाहिँ हेरौँ कस्तो छ उसको ट्राई मैले सबैको चाहिँ ट्राई गरिसक्यो यसको निर्णय चाहिँ म यसमा तपाईँहरूलाई दिनेछु है त अब अहिले हामी सबै पार्टीमा जोइन
नल्याइन्जेलसम्म त्यसले फिर्ता नल्याइन्जेलसम्म त्यो चाहिँ गिल्टी नै हो। केको यो गिल्टी कुरा ल के भयो? आएन धेरै कुरा थाहा छैन। ल दाइ सुन्नु न मुद्दा फिर्ता नलिन्जेलसम्म त्यो मान्छेलाई हैन विदेश जानु रवि लामिछानेले कसरी अहिले चुनाव लड्न पायो त दाइ त्यसो भने उसको रवि लामिछानेको मुद्दा अहिलेसम्म क्लियर भएकै छैन पुरै कसरी पायो त उसले इलेक्सन भिड्न ए दाइ यहाँनिर सुन्नु न त्यस्तो त तिमीले पनि भन्छौ क्या कति कुरामा त्यही भएर चाहिँ मलाई त्यहाँदेखि चाहिँ मन पर्दैन होइन गिरे मन्त्रीको पदमा हुनेर बोल्नु र हामीहरू बोल्नु आकाश पातालको फरक हुँदैन बिटु भाइ मैले नराम्रो भन्नु पर्दैन पाउँछौ होइन तर त्यो सुन्नु न बुढो नेताहरूले लम्बुको बाउबाजेको हाम्रो बाउबाजेको पालिदेखि हाम्रो पालिसम्म के बोले अहिलेसम्म गरे त कति कुराहरू अब ठ्याक ठ्याक हुँदैन पनि क्या भाइ त्यो त एकदम तिमीले होइन त्यति कुरामा चाहिँ त्यति साह्रो हेर्ची राख्नु हुँदैन भन्छ होइन म लेट होइन मलाई चाहिँ मन पर्दैन क्या त्यो यहाँ सुन्नु न तर मन नपर्नु भनेर राम्रो गर्दै गयो भने फेरि राम्रो फ्युचरमा होइन राम्रै गरिरहेछ क्या अहिलेसम्म तिमीहरूलाई नराम्रो लागेको मात्रै हो राम्रै यो केसमा चाहिँ नि गरिरहेको यो त्यही केसमा भएर त जितिरहेछ नि यो केसमा चाहिँ रविले त्यो भन्यो होला होइन कति अब उसले भिड्दै छ त्यो भन्यो है भन्यो उसले झर्केर भन्नुभन्दा उसले ए यस्तो यस्तो प्रोसेस हो मैले सकिनँ दिएको यस्तो यस्तो भयो भन्दाखेरि त उसले मिलाएर भन्न सक्छ नि त। बुझिरहेको हुन्छ बस्नु त तपाईँ बस्नुहोस् ल गजेन दाइ जानु उहाँ जानु नेपाल होइन मेरो हरेक महिनापछि 2 लाख होइन बस्नुहोस् न 1 लाख चाहिँ हालिदिन्छु म बस्नुहोस् बस्नुहोस् भनेर क्या रविले हामी छ जतिको त्यो उयो गरेर देखाउनु बस्नुहोस् तपाईँ बस्नुहोस् एक दुई महिनासम्म ल आजको मैले यो मोमो बनाउने अर्कोचोटि त्यस्तै यो निर्णय चाहिँ यहाँ दलालले कहाँ गायब भयो खासमा उत्कृष्ट तपाईँलाई मोमो चाहिँ मलाई मोमोले बनाएको थियो जस्तो लाग्यो म उसलाई चाहिँ विजेता घोषणा गर्दै आजको हाम्रो यो मोमो कार्यक्रमबाट बिदा गर्न चाहन्छु ल see you guys।